साथीहरू मलेसिया आउने साथीहरूलाई म केही भन्न चाहन्छु। मलेसियामा आउँदा अहिले 5 लाखभन्दा एक पाइ पनि कम लागिरहेको छैन। तर मलेसियाबाट नेपालमा धेरै फ्री भिसा फ्री टिकटको डिमान्ड गइसक्नु भएको छ। तर हाम्रो नेपालको मेन पावरहरू नै यस्तो पहिला जस्तै नै 2 लाख 4 लाख 5 लाख जस्तो कमिसन खाउने होइन, आफ्नो कारोबार गर्ने, अरू गरिबलाई मार्ने, यस्तो गरेर अहिले पनि गरिबको पैसा लिइराख्नु भइरहेको छ। तर मलेसियाबाट डिमान्ड सबै फ्री जानुभएको छ। मैले कुरा गरेको साथीहरू तपाईँहरूलाई विश्वास लाग्दैन। मैले एउटा साथीलाई विदेश पठाउँदैछु, तर त्यो विदेश जाने मान्छे डाइरेक्ट मलेसियासँग कुरा गर्ने त्यसको मैले भोइस सुने है साथीहरू। त्यहाँ बोलेर पठाएको भोइस, त्यो भोइस मलाई फरवार्ड गरेको र त्यो कुरा मैले सुनेको। मैले नेपालमा अस्ति नै डिमान्ड दिइसक्नु भएको छु, तर त्यो किन दिइरहेको छैन भन्ने कुरा मलाई पनि थाहा छैन। अब फेरि बाउसँग सोध्नुपर्छ। यस्तो कुरा गर्नुभएको छ साथीहरू, किनभने त्यो पनि फ्रीमै दिएको छ। यदि मेन पावर आफ्नो खर्च चलाउन चाहिरहेको छ भने 1 लाखसम्म लिएर 1.5 लाखसम्म देरी भयो। हाम्रो तराई क्षेत्रको आजसम्म पनि हाम्रो तराईबाट यति मान्छेहरू विदेश जान बाध्य भएको छ भन्ने कुरै छाडिदिनु साथीहरू। र यो विदेशमा पनि तापमान हेर्नु साथीहरू, तापमान हेर्नु, विश्वास लाग्दैन। 35 को तापमान छ साथीहरू। यो घाममा मलेसियामा मान्छे मरिन्छ कि जिन्छ। यस्तो घाममा पनि काम गर्नुपर्छ र यति यति पैसा तिरेर आफ्नो प्रहरले कुनै आउँदैन हो, बाध्यताले आउँछ। बाध्यताले अलिक कुरा बुझ्दै गरौँ है। नेपालबाट यतै सबै नागरिक विदेशमा आइसकेको छ, अहिलेसम्म कसैले पनि बुझ्न पाएन। तर अब के भनौँ साथीहरू, 5 लाख पैसा तिर्नभन्दा 5 लाख पैसा तिर्नभन्दा राम्रो तपाईँ कुनै अरू मुल्कमा जानु है साथीहरू। मलेसियामा छ तपाईँ नर्मली खाएर अहिले 50,000 कमाउन सक्नुहुन्छ महिनाको, तर त्यो पुग्दैन। अलि राम्रो कम्पनी भेट्यो, काम भेट्यो भने लाख 1.5 लाख 2 लाखसम्म पनि पुग्छ। तर त्यस्तो सबैलाई मिल्दैन है साथीहरू। त्यो भएर म तपाईँहरूलाई भन्न चाहन्छु, 5 लाख पैसा लगाएर तपाईँ युरोप कन्ट्रीतिर जानु, खाडी मुल्कतिर होइन। साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो भिडियो, यो सेयर अवश्य गर्नु होला। अरू साथी पनि मलेसिया आउने चाहना राखिएको छ भने उहाँहरूलाई भिडियो अवश्य सेयर गर्नु होला र तपाईँको धारणा के छ भने प्रश्न गरेर भिडियो सेयर गर्नु होला।